हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज चाहिँ घरमा बस्दा वाक्क लागेर बजारतिर यसो न पानीपुरी खाऊँ भनेर म आज जान थालेँ। जाँदा जाँदा अगाडि फुल पनि एकदमै राम्रो फुलिरहेको देखेँ अनि भ्यू पनि एकदमै राम्रो थियो। अनि यतातिर यसो मकै पनि पोलेको देखेँ। ओहो, मकै पोलेको देखेपछि त मलाई फेरि खान मन लागिहाल्ने के। ल, मकै पनि मैले किनेँ। मकै किनिसकेपछि अब खाएँ। एकदमै मिठो रहेछ मकै। अब हरियो मकै खान पाए चाहिँ कसलाई मिठो लाग्दैन र, जसलाई पनि मिठो लाग्छ। अब खाँदा 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 जाँदै थिएँ जाँदाखेरि कति छिटो चाट पसल पनि आइहालेछ, थाहा नै भएन। यहाँ चाहिँ मेरो एकदमै फेभरेट ठाउँ है चाट पसल। अनि चाट पानीपुरीको लागि बसेँ। पानीपुरी पनि आइहाल्यो। पानीपुरी हेर्नु न कति राम्रो छ, हेर्नु त हजुरहरूले पनि कति राम्रो छ, देख्दै खाउँ जस्तो लाग्यो होइन। म खाएँ त साथीहरू, एकदमै ल टेस्टी छ यहाँको चाहिँ, मिठो छ। अब यतातिर छोरीहरूले पनि खाइरहेछन्। अनि त्यसपछि गर्मी भएको थियो, लस्सी पनि मगाएँ, लस्सी पनि खाएँ। एकदमै शीतल भयो, बल्ल हिँड्दै आएको थिएँ नि त म। अनि त्यसपछि अब यति भन्दै चाहिँ गइरहेको थियो, छोरीहरूले पेस्ट्री खाऊँ भन्नलाई। अनि पेस्ट्री खान हिँड त भनेर मनको मलतिर लागेँ। यहाँको चाहिँ केक पनि एकदमै मिठो हुन्छ है साथीहरू। म सकभर यहीँबाट लिएर जान्छु बर्थडेहरूमा। यतैको मनपर्छ। पेस्ट्री पनि खाएँ, टेस्टी लाग्यो मलाई एकदमै। यो चक्लेटीमा थियो। अनि छोरीहरूले पनि खायो। आज एकदमै खुसी लाग्यो, छोरीहरू पनि रमाए। अनि त्यसपछि अब म लागि घरतिर। बाई बाई साथीहरू, अर्को भ्लगमा भेटौँला। यसै गरी साथ र सपोर्ट दिनु होला।